हाम्रो यस सुन्दर नगरी चिसापानी पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्धन विकासका निमित्त हाम्रो लुम्बिनी प्रदेश दाङबाट पाल्नुभएका यस बोटभित्र बस्नुभएका सबै मेरो देवतारूपी आन्तरिक पर्यटक महोदयज्यूहरूलाई सबैभन्दा पहिला त हामी सेती कर्णाली ऱ्यापिड एडभेन्चर प्रणालीको तर्फबाट साथै हामी दुवै चालकको तर्फबाट हजुरहरू सबैमाझ नमन टक्राउँछौँ। नमस्कार हजुर। यो नेपालको सबैभन्दा लामो कर्णाली नदी हो। यस नदीको सुरुवात तिब्बत हुँदै मानस सरोवर पर्वत र कैलाश पर्वत हुँदै यस नदीमा हुम्ला कर्णाली, मुगु कर्णाली, तिला कर्णाली, पश्चिम सेती, बुढीगङ्गा, ठुली भेरी र सानी भेरी हुँदै नेपालमा यो नदी 507 किलोमिटर सप्त कर्णाली नदी बगिरहेको छ। यस नदीको कुल लम्बाइ 1080 रहेको छ। इन्डियामा गएर यस नदीलाई घाघरा नदी, कैलाशपुरी बाँध भनिन्छ र त्यहाँभन्दा अगाडि गएर अयोध्यामा सरयू नदी भन्ने गरिन्छ। त्यहीँको जलहरू ल्याएर घर घरमा पूजापाठमा प्रयोग गरिन्छ। आफ्नो घर अगाडिको तीर्थ हेला भने चाहिँ यसलाई अझै हामीले पहिचान गर्न सकिरहेका छैनौँ भन्न चाहन्छु हजुर। र यता हाम्रो लुम्बिनी प्रदेश बर्दिया राष्ट्रिय निकुञ्ज नेसनल पार्क रहेको छ। त्यो डाँडा पोल्ट्रीको डाँडा कर्णाली प्रदेश सुर्खेत पञ्चपुरी नगरपालिका 11 पर्दछ। यता सुदूरपश्चिम प्रदेश सुन्दरनगरी चिसापानी पर्यटक क्षेत्रको भूभाग रहेको छ। यता यो जिप लाइन रहेको छ। अलि माथि एउटा बाँकाबिर भन्ने रहेको छ। त्यहाँभन्दा अझ माथि शिवधाम बेरी कर्णालीको दोभान रहेको छ। त्यसभन्दा पछि अब यता एउटै खम्बामा अडिरहेको एसियाको दोस्रो ब्रिजलाई देखाइरहेका छौँ। यसलाई सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार पनि भन्ने गरिन्छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने यो महत्त्वपूर्ण पुललाई अमेरिकाको इन्जिनियर साहब नक्सा कोर्नुभएको थियो। जापानले 10 वर्ष लगाएर निर्माण गर्नुभएको थियो। यस पुलको लम्बाइ 500 मिटर, चौडाइ 10 मिटर। यस पुललाई 2050 साल मङ्सिर 28 मा हाम्रा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाज्यूले उद्घाटन गरेको कुरा हामी सबैमा अवगत छ। त्यो टावरको तलतिर लेखिएको पनि छ भन्न चाहन्छु। यस पुलको आयु 100 सालको रहेको छ। यो पुल बन्नुभन्दा अगाडि अघि नै सरहरूलाई मैले देखाइसकेँ। त्यहाँ एउटा फलामको फेरी छ, दुईटा थियो, एउटा बगे एउटा छ। त्यसबाट वारपार गर्ने गरिन्थ्यो। र त्यहाँभन्दा अगाडि एउटा आकर्षक रानी जमरा कुलरिया सिँचाइ योजना रहेको छ। अहिले हामीले आउँदाखेरि पनि देखेछौँ, जाँदा पनि देखाउनेछौँ। र पूर्वमा सिक्ता सिँचाइ आयोजना भने चाहिँ पश्चिममा रानी जमरा सिँचाइ योजना रहेको छ। त्यसबाट 4.71 मेगावाट विद्युत निकालेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ र एउटा जिल्लालाई सिँचाइ हुने लक्ष्य रहेको छ। काम जारी छ भन्दै मेरो देवतारूपी अतिथिज्यूहरूलाई म अब ऱ्याफ्टिङमा सरर मनै हरर आउ न हजुर बसौँ न लाग्यो रहर भन्दै बिच नदीमा यो ठुलो बर्सातको समय यस्तो धमिलो पानी काठहरू बगिरहेको छ। तर मनले चाहिरहेको छ अब टुरिज्म विकास गर्नुपर्छ भनेर दाङबाट पाल्नुभएको अतिथिज्यूहरूलाई पाइरहेको छु। यसमा पनि अति खुसी छु। नत्र भने यस्तो धम्लोमा के खेल्ने भन्ने खालको हुन्छ। यहाँ त अब जम्प गर्न नै मेरो दुईटा आदरणीय सर पनि रेडी हुनुहुन्छ होइन। अब यसरी अतिथि देव भव भन्दै हामी सबैलाई रिस्पेक्ट गर्छौँ। हाम्रो कामै रिस्पेक्ट गर्ने हो। यो बोल्ने मान्छे को हो भने उही हजुरको आशीर्वादले एकचोटि टिकटकमा 90 लाख पुगेको थियो। उही जदु नमस्कार। म विष्णु प्रसाद जैसी। मेरो सम्पर्क नम्बर 9848162379 रहेको छ। र हाम्रो काम नै हजुरलाई रिस्पेक्ट गर्ने हो। हजुर नै हाम्रो अतिथि देव भव भन्दै रमाइलो गर्न गएका छौँ। अब हामी कर्णाली माता की जय भन्दै पशुपतिनाथ की जय भन्दै सबै देवी देवताहरू की जय, यस बोटभित्र बस्नुभएका सबै अतिथिजीहरू की जय भन्दै रमाइलो गराउँदै गर्छौँ। एकचोटि हात हल्लाएर स्वास्थ्यको लागि यसरी रमाइलो गराउँदै खेलाउँदै मेरो अतिथिलाई ल्याएको छु। मित्रजनहरू फेरि पनि हजुरहरू आउनुहोस्, हामीसँग यस्तै तरिकाले खेलाउँछौँ। यही भिडियो मार्फत सम्पूर्ण अतिथिज्यूहरूलाई हामी यहीँबाट चुले निम्त गर्न चाहन्छौँ। नमस्कार। पक्कै पनि सेवा गर्ने मौका दिनुहोस् भन्न चाहन्छौँ हजुर। नमस्ते।